गाइज वेलकम टु एनदर ब्लग र आजको ब्लगमा चाहिँ सबैजना वेलकम छ। आज चाहिँ हाम्रो घरमा रङ्गोलीको तयारी हुँदैछ है। यहाँबाट चाहिँ स्टार्ट हुँदैछ है तयारी बनाउने तयारीमा हाम्रो सुदीप लागि परिरहेछ। सुरुवात हुँदैछ हाम्रो रङ्गोली। पहिला हामीले रातो लागेका छौँ। रातो पहिला चाहिँ सुरुवातमा हामीले राखेका छौँ। उचालेर एकचोटि चेक हुँदैछ कस्तो भयो। झर्नु पर्यो कि मोटो मोटो रहेछ कि पिठो ल है यो रातो चाहिँ सुरुवात अब त झऱ्यो हुँदैछ, झर्दैछ। झर्छ कि नै त्यो पनि हामीले देखाउँछौँ। बाहिरबाट राख्दिनु अब के भएर अर्को कलर सुरुवात हुँदैछ। फुलै फुल राखेपछि हुन्छ यहाँ यस्तो तरिकाले चाहिँ रङ्गोली बनाउन सकिन्छ हामीले। बरु त्यसलाई त्यतिकै राखिदिनु, मैले यो ठाउँमा अर्को कलर हालिदिन्छु कि त्यसलाई नउठाउनु अहिले। ल यसलाई चाहिँ यत्तिकै कलर छोडिरहेका छौँ हामीले। अब अर्को कलर थप्दैछौँ। ल यहाँ पनि कलर मिलाउँदैछौँ है। यहाँबाट देखिरहेछ कस्तो भयो भनेर। यसलाई पनि भएन कि मैले बुझेँ कि बल्ल यो टिको पुरै यस्तो झर्नुहुँदैछ कि हुँदैछ है। तीनटा कलर ग्यारेन्टीवाला होला नि बल्ब त। बुट्टा भर्दैछ अब यो रङ्गोलीले मारी रूपमा होइन, मुहार फेर्दैछ अहिले। सेपहरू मिल्दैछ नि। एक दुईवटा यहाँ नाजुक भयो त्यसलाई अलि मिलाउनु। यो नाजुकलाई चाहिँ मिलाउन बाँकी छ है। नाजुकता छन्। भइरह ल हाम्रो रङ्गोली पुरा रूपमा बन्दैछ। यहाँबाट चाहिँ हामीले लक्ष्मीलाई भित्र छिराउने प्रयास गर्दैछौँ। ए हाम्रो आर्टिस्ट सुदीप मरासिनले बनाउँदै हुनुहुन्छ। एकदम राम्रो बनाउनु भएको छ। उहाँले आफूले जानेको वेमा चाहिँ बनाउनु भएको छ। मुहार फेर्दैछ है। हेर्नुहोस् है, यो रङ्गोली बनिसकेको छ। तपाईँहरूले पनि पक्कै पनि रङ्गोली बनाइसक्नुभयो होला। आफ्नो घरमा चाहिँ लक्ष्मीलाई भित्राइसक्नुभयो होला। हाम्रो फुल राख्दैछौँ वरिपरि। रङ्गोलीको वरिपरि चाहिँ अब फुल राख्ने गर्दैछौँ हामी। फुल राख्दैछौँ। अब लगभग अन्तिम चरणमा पुग्दैछ। रातिमा राख्दैन है। बत्ती बाल्न पनि बाँकी छ है। त्यो त भइसक्यो। अब बत्ती हाल्न बाँकी छ। यहाँ दियो लाउनु पर्यो। अब हुँदैछ है। एकछिन लाग्यो अब यस्तो मेरा बनाउँदैछौँ हामीले। राम्रो भएको छ। ल है आर्टिस्ट सुदीप मरासिनीले बनाउँदै हुनुहुन्छ है। सेप बन्दैछ। फुल राख्दैछौँ। राखेर दियो बालेपछि चाहिँ दामी देखिने छ।
उयो हेर्नुहोस् त। यो बाहिर बाहिरको पुस्तिनकै हो न यसरी चाहिँ लक्ष्मीलाई भित्र छिराउँदैछौँ है बनाउँदैछौँ लक्ष्मी चाहिँ हाम्रो गृह प्रवेश गर्दैछिन् भगवान् लक्ष्मी यो चाहिँ हाम्रो रङ्गोली मुहार फेरेको छ यहीँभन्दा केही राम्रो भइरहेको छ यहाँबाट चाहिँ हामीले लक्ष्मीलाई गृह प्रवेश गराउँदैछौँ यो चाहिँ हाम्रो आजको लक्ष्मी पूजा स्पेसल ब्लग हो ठ्याक्कै यो तपाईँको आकारमा चाहिँ के बन्यो जस्तो लाग्छ सूर्य जस्तै बनेको छ रङ्गोली चाहिँ ल अब लक्ष्मी पूजा गर्न राखेको पैसा मैले 20 रुपियाँ हालेको यसमा राखेको लक्ष्मीलाई होइन के लक्ष्मीलाई त्यहाँ राखेको राखेर पूजा गर्छु ल पाइन्छ पाइन्छ लक्ष्मी पूजाका लागि तयार गरिएका गहना पैसा सुन ल लक्ष्मी पूजा गर्नका लागि हामीले राखिएका पैसा 1000 का नोट हाल्नु होइन एक मात्र यसो नै मैले गृह प्रवेश गराउँदैछु त्यो ढोका खोल न ढोका खोल घन्टी नि बजेन है छिटो बजेछ जय लक्ष्मी जय देव जय लक्ष्मी जय देव जय लक्ष्मी जय ओम लक्ष्मी 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 मन जय लक्ष्मी माता 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 जय 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 लक्ष्मी पूजा सुरुवात हुँदैछ है घन्टी त बजायो रे भाइले टाङ 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 बन्ने होला होइन पुवालै छैन